आज चाहिँ एकदमै बेसी जाडो थियो अन्त मलाई चाहिँ पुरा मोमो खानु मन परिरहेको थियो। अरू बेला चाहिँ मलाई चिकन मोमो मात्रै मन पर्थ्यो, तर आज चाहिँ म भेज मोमो खाने, किनभने चाहिँ हाम्रो आफ्नै बारीमा फलेको बन्दाकोपी थियो होइन। अनि मैले चाहिँ यो बन्दाकोपीहरू रेडी गरिसकेको छु। अनि साथैमा म प्याज काट्दैछु। अनि पिठो चाहिँ मैले अघि नै मुसेर राखेको थिएँ कि मैले भिडियो पनि बनाइनँ, तपाईँलाई देखाइनँ भिडियो बनाएर। अनि म चाहिँ प्याज काट्दैछु। प्याजले चाहिँ मलाई एकदमै एलर्जी हुन्छ नि त, र पनि होस् म आफै काट्छु भनेर चाहिँ काटेँ, किनभने अरू कोही थिएन। अन्त म आफै बनाउँछु भनेर चाहिँ मलाई खानु मन लागेपछि खान्छु भनेर चाहिँ सबै थोक बन्दाकोपी, गाजर होइन, अनि त्यसमा मैले छुर्पी पनि मिक्स गरेँ। अन्त मलाई चाहिँ नानीले हेल्प गर्दैछ होइन, अरू बेला चाहिँ एक्लै गर्नु पर्थ्यो। अनि अहिले चाहिँ उसले पनि हेल्प गर्दा चाहिँ मलाई पनि अलिक सजिलो भएको जस्तो, छिट्टो पनि भएको जस्तो भयो। अन्त चिया खाँदै खाँदै चाहिँ हेर्नुहोस् न, छुर्पी अस्ति बहिनीले ल्याइदिएको थियो, सकिनु आँट्यो होइन। अनि चाहिँ बनाउँदैछौँ, उसले चाहिँ मलाई बेल्नुमा हेल्प गर्दैछ हो। अनि मजाले मोमो बनाएर खाउँला भनेर चाहिँ बनाउँदैछौँ, आमा छोरा भएर हो। अनि धेरै हेल्प भयो आज चाहिँ। अन्त मजाले जाडो भएकोमा चाहिँ मजाले खाउँ भनेर मैले छुर्पीको अचार पनि एक बोल बनाएँ होइन। अनि मोमो पनि पाक्दैछ, अलिक ठुलै बनाएको आज चाहिँ, किनभने अरू बेला चाहिँ सानो बनाउँदा चाहिँ पुरा टाइम लाग्छ नि त। अन्त ठुलो बनाएँ होइन। तपाईँलाई कस्तो लाग्यो? आज चाहिँ मैले भेज मोमोलाई चाहिँ डल्लोमा, नभए चाहिँ चिकन मोमोलाई चाहिँ म डल्लोमा बनाउँथेँ होइन। अनि आज भेज मोमो पनि डल्लो बनाइदिउँ म नभ्याएको बेलामा हतारमा भनेर चाहिँ, कस्तो खानु मन परिसक्यो, जाडो कस्तो बेसी थियो नि त। अनि चाहिँ बनाउँदैछु होइन। त्यहाँदेखि ठिक्कै किमा पनि ठिक्कै भएछ, पिठो पनि ठिक्कै भएछ हो, अन्त उब्रेन पनि। अनि चाहिँ अब मजाले खाने बनाएर होइन। दादालाई चाहिँ बेलुका बेसी मोमो मन पर्दैन, मामै मनपर्छ। अन्त माम पनि अलिअलि खाने, अन्त मोमो पनि खाने। मोमो चाहिँ रेडी भयो, हेर्नुहोस् न कस्तो मजाको, मलाई त मनपर्छ मैले बनाएको होइन। तपाईँलाई पनि मन पर्यो होला मैले बनाएको है। अनि अचार पनि एक बोल बनाइराखेको छु, हेर्नुहोस् न, छुर्पीको अचार कस्तो मिठो भएको छ हो, मजाले। अब चाहिँ खानु बस्ने है। तपाईँहरूलाई कस्तो लाग्यो मैले बनाएको मोमो है? मलाई लाग्छ म चाहिँ मिठो बनाउँछु भनेर, तर एकदमै मिठो पनि भएछ है। मैले चाहिँ खानु पनि थालेँ। अब मेरो भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् है। बाइ बाइ।